साथीहरु स्वागत छ है मेरो YouTube च्यानलमा। मैले चाहिँ आजदेखि YouTubeको यात्रा सुरु गरेको छु। आशा छ सबैले साथ सपोर्ट गर्दिनुहुन्छ भनेर। आज फर्स्ट भिडियो चाहिँ आज हामी मार्ट जाने छौं है त, कोरियन मार्टमा। गाउँमा त भन्छ नि त तेरो छोरो कोरिया छ, तेरो भाइ कोरिया छ, 2 लाख कमाउँछ रे नि त, 3 लाख कमाउँछ रे नि त भन्छ नि गाउँमा। के छ सस्तो महँगो सबै बाँकी भिडियो चाहिँ हामी कोरियन मार्टमै देखाउने छौं। ट्याक्क आयो है अब रिङबाट लाग्दैन म आएको के बनाएर किन 3900 को कपी रातिको चाहिँ त पाउँछ नि त। अनि त्यहाँबाट उ हाल्नु न खुर्सानी 2900 3000 को खुर्सानी। अनि मैले गएको खाएँ च्याउ त्यहाँ पाइन्छ कि यो त हाल्नु नि त्यहाँ त्यतिबाट हाल्नु न। 5500 को टमाटर हजुर प्याज ल्याओ। 100 ग्राम को 530 रुपियाँ को आलु हाल्दै हुनुहुन्छ हाम्रो लाल दाइले। लाल त हेर्नु जय हिन्द दोस्तों। भयो त्यति हाल्नु हजुर त्यति हाल्नु कि भयो त्यति। अर्को हप्ताले फेरि लगिहालिन्छ नि फेरि। ए 9000 को केरा डङ्गो हो स्याउमा। तपाईँलाई त्यो चिकनको सेक्सन यहाँ सबै गाईको गोरुको। तर यहाँ चाहिँ चिकन कतिको अरे 7000 को चिकन हाल्नु न निकालेर। तान्नु न यता तान्नु भनेको। 7500 को चिकन एउटै हो। डेट हेरौँ न। ओके गाइस है मार्ट चाहिँ लास्टै महँगो छ त्यतिरको मार्ट चाहिँ लास्टै। अनि अलि ठुलो हाल्नु न। त्यो कुन्नाको हाल्नु न। हो त्यो ओके हाल्नु नि। यो अलि धेरै छ नि त। अनि उही त रेट लास्टै महँगो हो। अब हामी यहाँको सस्तो भनेको सस्तो चिजहरू देखाउँछु ल म। अब सब यो सस्तो हो यो हजुर के अरे यहाँको सस्तो चिज भनेको आइसक्यो ल। सुल मात्र हो यहाँको सस्तो भनेको। घाट लाएर कुन लाउने तपाईँ? ए यो ठुल्ले हान्दैन कि त्यो होइन माकल्ली सस्तो भनेको यही मात्र हो यहाँको। यी कि यहाँ खाइदियो यो त। अनि माकल्ली साल माकल्ली अनि सालमा तरले ओके गाइस ए सस्तो चिज भनेको यहाँ सबभन्दा महँगो चिज भनेको यो हो। 3टा स्याउको 8500 चाउडा 2टा स्याउको। अङ्गुर पनि ए 10000 यति अङ्गुरको 10536। लास्टै महँगो हो। कति महँगो छ कति महँगो छ। केरा त झन् छुनै सकिँदैन हेर्नुहोस्। यहाँको सबभन्दा महँगो भनेकै केरा स्याउ फलफुलहरूमा बास सामान यही है। बाँकी बिल चाहिँ कति आएर दिएछ नि त लास्टमा 46040। यति महँगो छ नि 10वटा सामान ल्या। ब्याङ्क चाहिँ यो हाम्रो आइबिके ब्याङ्क हो। दाईको खातामा कति छ दाई भनिदिनु एकचोटि। बहुत पैसा है अपने पास, तिजोरियां भर रही हैं। इतना पैसा है कि खत्म ही नहीं हो रहा। आज ही मैं 25 करोड़ रुपए लेके निकला था मार्केट में खर्च करने के लिए। साला बहुत ज्यादा मेहनत करने के बाद भी 16 करोड़ रुपए खर्च हुए हैं। 9 करोड़ रुपए अभी भी बचे हैं। 1,21,17,000 थियो। कति होला अब लगभग 20 लाख 20 लाख। एक महिनाको स्यालेरी दाइले भन्दै हुनुहुन्छ हिसाब गर्दै हुनुहुन्छ टक्क लाएर 20,40,45,000 जस्तो छ होला। हो